दर्शकौँ सामाजिक सञ्जालमा विभिन्न प्रकारका घटनाहरू त घटिरहेका नै हुन्छन्, तर अहिलेको समयमा हेर्ने हो भने एलेना चौहान र विष्णु सापकोटाको घटनाले भने निकै नै उग्र रूप लिएको छ, जुन रूपले भने अहिले नेपाली दर्शक श्रोताहरूको भने मन भने निकै नै हलचल बनाइरहेको छ। उनीहरूको केही दिन पहिले मात्रै डिभोर्स भइसके तापछि भने यता सामाजिक सञ्जालभरि एलेना चौहान र विष्णु सापकोटा भने सँगै टिकटक लाइभमा आएको भिडियो र एलेना चौहान र विष्णु सापकोटा भने एकसाथ लाइभमा आएको र उनीहरू भने पुनः एक भएको पनि भिडियोहरू निकै नै भाइरल भइरहेको थियो। तर अहिलेको समयमा हेर्ने हो भने फेरि उनीहरूको एलेना चौहान र विष्णु सापकोटाको भने झगडा भएको सुरुवात पनि भइसकेको छ। दर्शकौँ यसको सत्यता के हो त, यता एलेना चौहान र विष्णु सापकोटा भने डिभोर्स भइसके तापछि भने आजसम्म भने उनीहरूले केही खुलाएका छैनन्, तर यता सामाजिक सञ्जालले भने विभिन्न प्रकारका घटनाहरू समेटेर एलेना चौहान र विष्णु सापकोटाको घटनालाई भने सामाजिक सञ्जालमा पोस्ट गरिरहेको छ। यसको सत्यता के हो, सत्य तथ्य भने अझै सामाजिक सञ्जालमा बाहिरिएको छैन, तर एलेना चौहान र विष्णु सापकोटाले जबसम्म आफ्नो घटनाहरू खुलाउँदैनन् तब भने हामीले विश्वास गर्न भने मिल्दैन। तपाईँलाई के कस्तो लाग्छ, के साँच्चै उनीहरूको झगडा भने फेरि भएकै हो त? तपाईँलाई के कस्तो लाग्छ कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै आफ्नो मनको प्रतिक्रिया भने तलको कमेन्ट बक्समा व्यक्त गरिदिनु होला।